के तपाईँ डाक्टरसँग सल्लाह नगरी औषधि लिनुहुन्छ? सही औषधि लिँदा शरीर छिट्टै निको हुन्छन्, तर गलत औषधि लिँदा शरीरलाई हानि पुग्न सक्छ। अहिलेसम्म गलत औषधि सेवनका कारण साइड इफेक्टहरू बढिरहेका छन्। यसमा एकैचोटि धेरै औषधि खानु, अरू कसैको औषधि खानु, आफैले खुराक बदली गर्नु, यस्ता कामहरूले गम्भीर समस्याहरू निम्त्याउन सक्छन्। ओभर द काउन्टर औषधि भनेको डाक्टरको प्रिस्क्रिप्सन बिना फार्मेसीबाट किन्न सकिने औषधि हो। तर प्रिस्क्रिप्सन औषधि किन्न डाक्टरको पर्चा आवश्यक पर्छ। हरेक औषधिको लिफलेटमा महत्त्वपूर्ण जानकारीहरू हुन्छन्। आफैले निर्णय नलिनुहोस्। सधैँ डाक्टर र फार्मासिस्टसँग सल्लाह लिनुहोस्। डाक्टरसँग परामर्श लिँदा तपाईँ हाल के औषधि लिँदै हुनुहुन्छ र कुनै एलर्जी छ कि छैन भन्ने बताउनुहोस्। औषधि कहिले खाने, कति खाने, खुराक र समय सम्बन्धी निर्देशनहरू पालना गर्नुहोस्। औषधिको नाम, खुराक, कतिचोटि खाने र कहिले खाने जाँच गर्नुहोस्। खानाको साथमा नखानुहोस्। यसलाई सधैँ पानीसँग मात्र लिनुहोस्। औषधि गलत तरिकाले खाँदा छाला चिरा पर्ने, रिङ्गाटा लाग्ने, पेट दुख्ने, वाकवाकी हुने जस्ता समस्या देखिन सकिन्छ। यस्ता कुनै पनि साइड इफेक्ट देखिएमा तुरन्तै डाक्टरसँग सल्लाह लिनुहोस्। औषधि डाक्टरले भनेको अवधिभर मात्र खानुहोस्। औषधि चिसो, सुक्खा र घाम नपर्ने ठाउँमा राख्नुहोस्। माध्य सकिएको औषधि स्वास्थ्य केन्द्र, सामुदायिक केन्द्र वा फार्मेसीमा रहेको विशेष औषधि फोहोर फ्याल्ने बिनमा मात्र फाल्नुहोस्। औषधि अरूसँग बाँड्नु हुँदैन। दुखाइ बढ्यो भनेर आफै डोज बढाउनु हुँदैन। डाक्टरको अनुमति बिना औषधि छोड्नु वा नयाँ औषधि सुरु गर्नु कहिले हुँदैन। औषधि सही तरिकाले खाँदा तपाईँ आफ्नो स्वास्थ्य सुरक्षित राख्न सक्नुहुन्छ।